हामीले तिरेको कर कसरी दुरुपयोग गरिरहेछन् महानगरहरूले आज म तपाईँहरूलाई देखाउन गइरहेको छु। अस्ति पनि मैले एउटा भिडियो बनाएको थिएँ, तर त्यो भिडियो चाहिँ कहीँ पनि गएन, कसैले पनि हेरेन होला। आज म तपाईँहरूलाई एउटा कुरा देखाउन गइरहेको छु। साथैहरू यहाँ हेर्नुहोस्, यो मान्छे उभिएको ठाउँनिर के छ भने ड्यामेज स्ल्याबहरू चेन्ज भएको छ 3-4 महिना अगाडि। फेरि अहिले 3-4 महिनापछि चाहिँ के गरिरहेछ भने यो सबै नयाँ पुरानो सबै स्ल्याब हटाएर फेरि नयाँ ढाँचा हालेर नयाँ स्ल्याबहरू हालिरहेछन्। 3-4 महिना अगाडि चाहिँ यो स्ल्याब चेन्ज गर्ने बेलामा लाखौँ रुपियाँ हाम्रो युज भएको छ बजेटमा। अहिले चाहिँ अब फेरि यो करोडौँ रुपियाँको यो बजेट चाहिँ अरू ठेकेदारलाई दिएर यो काम स्टार्ट गरेको छ। एउटै काममा 2-2 चोटि बजेट युज भएको छ। यहाँ स्ल्याब फोड्दै रड लगिरहेको छ। यहाँ यत्रो भिडियो बनाउँदा यत्रो बोल्दा पनि केही एक्सन छैन कसैको। यहाँको स्थानीयहरूले पनि केही पनि बोल्दैनन्, के भन्नु। साथीहरू यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। यो भिडियो चाहिँ माथिसम्म पुग्नु पर्यो। मैले यहाँबाट जित्नु भएको सांसद सन्तोष राजवंशीले ज्यूलाई पनि मेसेज गरेको थिएँ, तर उहाँले चाहिँ रिप्लाई गर्नुभएको छैन अहिलेसम्म। त्यही भएर मैले चाहिँ यो भिडियो बनाउन बाध्य भएँ। तपाईँहरूको के छ विचार साथीहरू? कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।